दिदीले सबैजनालाई आज चाहिँ हामी चौरस्ता घुम्नु आइरहेछ आमा छोरा है। यहाँ मेरो छोरा कुङ्गा कहाँ आइरहेछौ? चौरस्ता ल के गर्न आएको? हेर्न आएको कि डक्टर देखाउन आएको? ए ल अनि हामी चाहिँ उसको डक्टर देखाइसकेर चाहिँ हामी चौरस्ता आएको। यहाँ चाहिँ मेला लागेको हुन्छ। ल एकछिन ल सटर पो लगाएको छ त मजाले हो। के दामी फुलहरू यहाँ कस्तो मेला लागिरहेको रहेछ हौ। मेला लागेको रहेछ। के रहेछ अबि दाल रहेछ हो, अचार रहेछ। ए कहाँ गएको? यसरी त नजान भनेको। हेर्न के त स्टुडेन्टहरू त आउँदो रहेछ। बोजू ठिकै हुनुहुन्छ? त्यही त जोरबङ्गलामा। कहाँ हुनुहुन्छ? जोरबङ्गला हो तल क्या तपाईँहरूको निर्मला दिदीहरूको त सिधा तल बस्नु नि। भुल्दैछ आउनुहोस् है कोही बेला। आउनुहोस् ल कोही बेला। हजुर भर्खर आएर ऊ यसलाई घुमाएको नि नानीलाई। होइन ऊ हस्पिटल देखाउन आएको। गयो ल बुझ्यो। के रहेछ भनिदेऊ। हजुर सच्चै छ। ल ल ढाकीहरू के दामी हो। उयो के हो ढाकी हातले बुनेको अरे हेर बडाहरूले। के दामी हातले बुनेको झोलाहरू ब्यागहरू हो। हेर न उहाँ हो आफै बनाउँदैछ। क्या दामी बनाउँदो रहेछ उयो त सबै आफै बनाएको हेर त लु। हेलो गाइस कस्तो लाग्यो तपाईँहरूलाई? हेर्नुहोस् होला फुलहरू हो सबैले हातले बुनेकोहरू। के दामी ब्यागहरू के दामी दामी। पुरा लगाएको रहेछ हेर। घरमा सजाउनेहरू हेर बाँसको के दामी रहेछ हेर। बाँसको बनाएको हो सबै बेम्बुले बनाएको हेर न। यो घरतिर सजाउने हौ कस्तो दामी हेर। फुलहरू राख्ने हुन्छ नि प्लान्टहरू राख्ने के दामी दामी। ल्याम्प हेर नि ल्याम्प ल्याम्प। भन्दै थियो अस्तितिर पुरा मेला लागिरहेछ भनेर हो। उयो हेर न के दामी वा हेर के दामी बुनेछ ब्याग। के साह्रो जाउँ भनेको यो नानीसँग आयो भने त नि पक्का लगाउँछ हौ। हेर्नु हातले बुनेकोहरू के दामी दामी झोलाहरू हेर्नु सबै हातले बुनेको। कुराहरू रहेछ हेर्नु भाइ हो। के खान्छस्? खानेकुराहरू यहाँ रहेछ है। ऊ हातले बनाउँदो रहेछ नि त। मेरो छोराले वाक्कै लगाउँछ। हेलो गाइस यो चाहिँ भिडियो अलिक लामो हुने रहेछ हो। जुस किनिदिन्छु नि हौ। आमामा कार्पेटहरू पनि रहेछ भित्रतिर हो। के दामी बुनेको हेर हो पढाइले।
गाइस तपाईँहरूलाई कस्तो लाग्छ चौरस्तामा यस्तो लागेको रहेछ कार्पेटहरू के दामी दामी हेर्नु मेरो छोरा चाहिँ कुदेको हामी चौरस्ताको मैदानमा आइपुग्यौँ कुकुरहरू मजा सुतिरहेको रहेछ यस्तो भनेको जाऊ न नाच्नु गीत सुनेर यो सबै आइसिडिएसकोहरू छ उनीहरू आइसिडिएसकोहरू पुरा छ उयो उसको पनि रहेछ छिटो नाच न कस्तो घिनलाग्दो उयो सबै नाचिरहेछ हेर त लु यस्तो छ नि त ल आऊ अन्त त्यसो भए ल नाच न हौ छोरा ल एकछिन हेरौँ न लु गाइस एकछिन अब हामी त्यहाँ हेर्छौँ कस्तो छ हौ बेबी त बेलो ए नानीहरू नचाउँदो रहेछ यहाँनिर कहिले प्रोग्रामहरू होला नि त के दामी ल हेर्नुहोस् होला चौरस्तामा चाहिँ यस्तो दामी भइरहेको रहेछ ल गाइस ननाचेर त घोडामा चढी मेरो छोरा त भिडियो बनाइदिँदैछु नि ए साथी त लु घुमेर आऊ ल म त उयो भिडियो बनाउँदै गर्छु हेर्नुहोस् है गाइस नानीहरू पुरा नाच्दै रहेछ हो रहेछ रुकमती आपा फलिरहेछ हेर न साथी मन लाग्छ हेर न साथी टिप्न मन लाग्छ गाइस कस्तो लाग्छ भिडियो हेरिदिनुहोस् होला है म त जाने नजाने भिडियो बनाउँछु तपाईँहरूलाई कस्तो लाग्छ इन्जोय गर्नुहोस् होला आजको भिडियो चाहिँ अलिक लामो छ बजिरहेछ हेर न साथी नाच्न मन लाग्छ उडिरहेछ हेर न साथी उड्न मन लाग्छ गाइस हेर्नुहोस् होला गाइस मेरो छोरा चाहिँ घोडामा चढेर कहाँ गयो हो अब तपाईँहरूलाई आजको भिडियो यहाँसम्म पर आउँदै रहेछ
घुम्दै रहेछ फलिरहेछ ल गाइस लामो भयो भिडियो हो आजको भिडियो यहाँसम्म ल